एकादेशमा होइन तिनजना चाहिँ एकदमै फुस्कटहरू रहेछन् कि एकदम दिमागै नभएका केटाहरू होइन। त्योमध्ये चाहिँ एउटाले भनेछ अरे कि ल मसँग एउटा झोला छ होइन, यो झोलाभित्र चाहिँ के छ तिमीहरूले पत्ता लगाउन सक्यो भने होइन यो झोलामा भएको सबै 10वटा अन्डा चाहिँ तिमीहरूलाई दिन्छु भनेछ है त्यो एउटा फुस्कटले चाहिँ। त्यहाँबाट अर्को दुईजना चाहिँ सोचेछन् कि के होला त यार, यसको झोलाभित्र के छ त, यसको झोलाभित्र के छ यो पत्ता लगाउन सक्यो त, यसको झोलामा भएको 10वटा अन्डा पाइन्थ्यो हामीले भनेर एकदम सोचेछन् के। सोच्दा 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 आधी घन्टा सोचेछन्। त्यहाँबाट उनीहरूलाई गाह्रो लागेछ, सकिएन यार, गाह्रो लाग्यो यार हामीलाई त, अलि हिँड्दै सकिएन हिँड्दै भनेछ अरे। ल ल ल तिमीलाई म हिँडिदिन्छु त्यसो भए। ल मेरो झोलामा भएको चिजमा चाहिँ बाहिर चाहिँ सेतो सेतो छ कलर भनेछ होइन। फेरि सोचेछन्, लास्टै सोचेछन् कि एकछिन सोचेपछि भनेछ अरे कि ए थाहा भयो यो त फिक्स मिल्यो थाहा भयो, सेतो सेतो होइन पक्कै पनि यो मुला हुनुपर्छ, मुला हो त्यो झोलामा भएको, मिल्यो होला भनेछ। होइन कहाँ मुला हुन्छ, होइन भनेछ। त्यहाँबाट फेरि होइन यार अब यो हिँडले काम गरेर फेरि अर्को हिँड्दै भनेछ। ल त्यसो भए अर्को हिँडिदिन्छु, भित्र चाहिँ पहेँलो पहेँलो रातो रातो कलर छ भनेछ। त्यहाँबाट फेरि सोचेछन् ए थाहा भयो अब त पक्कै गाजर हुनुपर्छ, गाजरै हो भनेछ। थ्याट होइन गाजर पनि होइन भन्नु खोजेको बाहिर सेतो भित्र पहेँलो हुनु पऱ्यो कि, तिमीले कुरा बुझेनौ भनेर भनेछ, एक्सप्लेन गरेछ। दुईजना सोचेछन् कि त्यहाँबाट अनि एउटा आइडिया निकालेछन्। ल अब चाहिँ फिक्स नै मिल्यो भनेछ। ल के हो भन्न त भनेको, पक्कै पनि त्यो मुलाभित्र चाहिँ मुला काटेर भित्र गाजर कुचारेर हालेको होला भनेर भनेछन्।